शिवपुराणको 7औं अध्याय। श्रोताहरूले पालन गर्न योग्य नियमहरूको वर्णन। सौनक भन्नुहुन्छ, हे शिवभक्तहरूमा श्रेष्ठ महाबुद्धिमान सुतजी, तपाईँ धन्य हुनुहुन्छ, जुन कि तपाईँले यो अद्भुत एवं कल्याणकारिणी कथा हामीलाई सुनाउनुभयो। हे मुनि, शिवपुराणको कथा सुन्नका लागि व्रत धारण गर्ने व्यक्तिहरूले नियमहरूको पालन किन गर्नुपर्दछ, यो पनि कृपापूर्वक सबैको कल्याणका दृष्टिले बताउनुहोस्। सुत भन्नुहुन्छ, हे सौनक, अब शिवपुराण सुन्नलाई व्रत लिने पुरुषहरूका लागि जे जस्ता नियम छन् तिनलाई भक्तिपूर्वक सुन्नुहोस्। नियमपूर्वक यस श्रेष्ठ कथालाई सुन्नले बिना कुनै विघ्न बाधा उत्तम फलको प्राप्ति हुन्छ। दीक्षाबाट रहित व्यक्तिहरूलाई कथा श्रवणमा अधिकार छैन। अतः मुनि, कथा सुन्ने इच्छा भएका सबै व्यक्तिहरूले पहिला वक्ताबाट दीक्षा ग्रहण गर्नुपर्दछ। कथाव्रतीले ब्रह्मचर्यपूर्वक रही भूमिमा शयन गरी पातमा खाएर प्रतिदिन कथा समाप्त भएपछि मात्र अन्न ग्रहण गर्नुपर्छ। जसमा शक्ति छ उसले पुराणको समाप्तिसम्म उपवास बसी शुद्धतापूर्वक भक्तिभावले उत्तम शिवपुराण सुन्नुहोस्। घृत अथवा दुग्ध पिएर सुखपूर्वक कथा श्रवण गरोस्, अथवा फलाहार गरी अथवा एक मात्र समय भोजन गरी यसलाई सुन्नुपर्छ। यस कथाको व्रत लिने पुरुषले प्रतिदिन एकपटक मात्र हविष्यान्न भोजन गर्नुपर्दछ। जुन प्रकारले कथा श्रवणको नियम सुखपूर्वक पालित हुन सक्छ त्यसै गरी गर्नुपर्छ। कथा श्रवणमा विघ्न उत्पन्न गर्ने खालको उपवासको तुलनामा त म कथा श्रवणमा शक्ति प्रदान गर्ने भोजनलाई नै राम्रो ठान्दछु। गरिष्ठ अन्न, दाल, डढेको अन्न, सिमी, मुसुरो, भावदूषित तथा बासी अन्न खाएर कथावृत्ति व्यक्तिहरूले कहिले कथा नसुनुन्। कथावृत्तिले भन्टा, तरबुजा, चिचिन्डो, मुला, कुबिन्डो, लसुन, प्याज, नरिवल, तरुल तथा अन्य कन्दमूल त्याग गर्नुपर्छ। जसले कथाको व्रत लिइराखेको छ त्यस पुरुषले प्याज, लसुन, हिङ, गाजर, मादक वस्तु तथा आमिष दूषित वस्तुहरूलाई त्यागिदियोस्। कथाको व्रत लिने जुन पुरुष छ त्यसको काम, क्रोध आदि छ विकारहरू, ब्राह्मणहरूको निन्दा तथा पतिव्रता र साधु सन्तहरूको निन्दा त्याग गरिदिनुपर्छ। कथा श्रवणको व्रत धारण गर्ने व्यक्तिले रजस्वला स्त्रीलाई नहेरुन्, पतित मनुष्यहरूलाई कथाको कुरा नसुनाउन्, ब्राह्मणहरूसित देश राख्ने र वेद बहिष्कृत मनुष्यहरूका साथ सम्भाषण नगरून्। कथावृत्ति पुरुष प्रतिदिन सत्य, शौच, दया, मौन, सरलता, विनय तथा मनमा उदारता यी सद्गुणहरूलाई सदा अपनाइरहन्। श्रोता निष्काम हौन् वा सकाम, तिनले नियमपूर्वक कथा सुनुन्। सकाम पुरुष आफ्नो इच्छित कामनालाई प्राप्त गर्दछ र निष्काम पुरुष मोक्ष पाउँदछ। दरिद्र, क्षयरोगी, पापी, भयहीन तथा सन्तान रहित पुरुष पनि यस उत्तम कथालाई सुनुन्। बाजी आदि जो 7 प्रकारका दुष्ट स्त्रीहरू छन् तथा जुन स्त्रीको गर्भ अडिँदैन ती सबैले शिवपुराणको उत्तम कथा सुन्नुपर्छ। हे मुनि, स्त्री होस् वा पुरुष सबैले यत्नपूर्वक विधि विधानपूर्वक शिवपुराणको उत्तम कथा सुन्नुपर्छ। यस शिवपुराणको कथा पारायणका दिनहरूलाई अत्यन्त उत्तम र करोडौँ यज्ञहरू समान पवित्र मान्नुपर्छ। यी श्रेष्ठ दिनहरूमा विधिपूर्वक जो थोरै भए पनि वस्तु दान गर्छ त्यसलाई अक्षय फल प्राप्त हुन्छ। यस प्रकार व्रत धारण गरी यस परम श्रेष्ठ कथाको श्रवण गरी आनन्दपूर्वक श्रीमान पुरुषहरूले यसको उद्यापान गर्नुपर्छ। यसको उद्यापानले विधि शिव चतुर्दशी उद्यापान समान छ। अतः यस बताइएको फलको आकाङ्क्षा भएका धनाढ्य व्यक्तिहरूले त्यसै प्रकार उद्यापान गर्नुपर्छ। अल्पवित्त भएका भक्तहरूका लागि प्राय उद्यापानको आवश्यकता छैन, ती त कथा श्रवण मात्रले पवित्र हुन जान्छन्। शिवको निष्काम भक्त त शिवस्वरूप नै हुन्छन्। हे महर्षि, यस प्रकार शिवपुराणको कथाको पाठ एवं श्रवण सम्बन्धी यज्ञोत्सवको समाप्ति भएपछि श्रोताहरूले भक्ति एवं प्रयत्नपूर्वक भगवान शिवको पूजा जस्तै पुराण पुस्तकको पनि पूजा गर्नुपर्छ। त्यसपछि विधिपूर्वक वक्ताको पनि पूजा गर्नुपर्छ। पुस्तकलाई ढाक्नका लागि नयाँ एवं सुन्दर वस्त्र बनाउनु र त्यसलाई बाँध्नका लागि दृढ एवं दिव्य धागो लगाउनु, फेरि त्यसको विधिवत पूजा गरून्। पुराणका लागि जो व्यक्ति नयाँ वस्त्र र धागो दिन्छन् ती जन्म जन्मान्तरमा
भोग र ज्ञानबाट सम्पन्न हुन्छन्। कथावाचकलाई अनेक प्रकारका बहुमूल्य पदार्थ दिनुपर्छ र उत्तम वस्त्र, आभूषण र सुन्दर पात्र आदि विशेष रूपले दिनुपर्दछ। पुराणलाई आसन रूपमा जो व्यक्ति कम्बल, मृग चर्म, वस्त्र, पीरका दराज आदि प्रदान गर्दछन् तिनले स्वर्गको प्राप्ति, यथेच्छ सुखहरूको उपभोग गरी पूर्ण कल्पपर्यन्त ब्रह्मलोकमा रहेर अन्तमा शिवलोक प्राप्त गर्दछन्। हे मुनिश्रेष्ठ, यस प्रकार महान उत्सवका साथ पुस्तक र वक्ताको विधिवत पूजा गरी वक्ताको सहायताका लागि स्थापित गरिएका पण्डितको पनि त्यसै अनुसार त्यसभन्दा केही कम धन आदिद्वारा सत्कार गर्नुपर्छ। त्यहाँ आएका ब्राह्मणहरूलाई अन्न धन आदिको दान गर्नुपर्दछ। साथै गीत वाद्य र नृत्य आदिद्वारा महान उत्सव गर्नुपर्दछ। हे मुनि, यदि श्रोता विरक्त छन् भने उनीहरूका लागि कथा समाप्तिका दिन विशेष रूपले त्यस गीताको पाठ गर्नुपर्दछ जुन श्री रामचन्द्रलाई भगवान शिवले भन्नुभएको थियो। यदि श्रोता गृहस्थ छन् भने ती बुद्धिमानले त्यस श्रवण कर्मको शान्तिका लागि शुद्ध हविष्यद्वारा होम गर्नुपर्दछ। हे मुनि, रुद्र संहिताका प्रत्येक श्लोकद्वारा होम गर्नुपर्छ अथवा गायत्री मन्त्रले होम गर्नुपर्दछ, किनभने वास्तवमा यो पुराण गायत्रीमय नै छ। अथवा शिव पञ्चाक्षर मूल मन्त्रबाट हवन गर्नु राम्रो हुन्छ। होम गर्ने शक्ति छैन भने विद्वान पुरुषले यथाशक्ति हवनीय हविष्य ब्राह्मणलाई दान गरून्। न्यून तिरिक्तता रूप दोषहरूको शान्तिका लागि भक्तिपूर्वक शिव सहस्र नामको पाठ अथवा श्रवण गरून्। यसबाट सब थोक सफल हुन्छ। यसमा संशय छैन, किनभने तीनै लोकमा सबैभन्दा माथि नै उत्तम वस्तु छैन। कथा श्रवण सम्बन्धी व्रतको पूर्णताको सिद्धिका लागि 11 ब्राह्मणहरूलाई मधुमिश्रित खीर भोजन गराई उनीहरूलाई दक्षिणा दिनुपर्छ। हे मुनि, यदि शक्ति छ भने 3 फल, 3 तोला सुनको एउटा सुन्दर सिंहासन बनाई त्यसमा उत्तम अक्षरहरूमा लेखी अथवा लेखाइएको शिवपुराणको पुस्तक विधिपूर्वक स्थापित गरून्। तत्पश्चात पुरुष आह्वान आदि विविध उपचारहरूले त्यसको पूजा गरी दक्षिणा चढाउन्। त्यसपछि वस्त्र, आभूषण एवं चन्दन आदिले जितेन्द्रिय आचार्यको पूजा गरी उत्तम बुद्धि भएका श्रोता भगवान शिवको सन्तोषका लागि दक्षिणासहित त्यो पुस्तक उनलाई नै समर्पित गरून्। हे शौनक, यस पुराणको 23 दिनका प्रभावले भगवान शिवको अनुग्रह पाएर पुरुष भवबन्धनबाट मुक्त हुन जान्छ। जसरी विधि विधानको पालन गर्दामा श्री सम्पन्न शिवपुराण सम्पूर्ण फल दिने तथा भोग र मोक्षको दाता हुन्छ। हे मुनि, मैले तपाईँलाई शिवपुराणको यो सारा महात्म्य जुन सम्पूर्ण इच्छित वस्तु प्रदान गर्नेवाला छ बताइदिए। अब अरू के सुन्न चाहनुहुन्छ? श्री सम्पन्न शिवपुराण समस्त पुराणहरूका तिलक स्वरूप मानिएको छ। यो भगवान शिवलाई अत्यन्त प्रिय, रमणीय तथा भवरोगको निवारण गर्नेवाला छ। जो सधैँ भगवान विश्वनाथको ध्यान गर्दछन्, जसको वाणीले शिवका गुणहरूको स्तुति गर्दछ र जसका दुवै कानले उहाँका कथा सुन्दछ, यस जीव जगतमा त्यसको जन्म सफल छ। त्यो निश्चय नै संसार सागरबाट पार हुन जान्छ। भिन्न भिन्न प्रकारको समस्त गुण जसको सच्चिदानन्दमय स्वरूपको कहिले स्पर्श गर्दैन, जो आफ्नै महिमाको जगत बाहिर र भित्र वाणी एवं मनोवृत्ति रूपमा प्रकाशित हुनुहुन्छ, ती अनन्त आनन्द घनरूप परम शिवको म शरण लिन्छु। बाँकी अर्को खण्डमा। प्रथम खण्ड समाप्त।